बान्डी त फरक ल त्यसमा हाले यसमा हाल ल यो त्यसमा राखेर फर्स्ट के भन्छ त्यही गरेर मान्छे लागिरहेको हुन्छ यो के हो यो त्यसै हाल्नु फेरि पछि पछि बोकिन्छ के पर्दा नि कहाँ सबै लाग्छ क्या बानेको बेस हो क्या यता उल्टो होला यस्तो बाटो छैन त यो मेरो बान्नु भन्दा आफू आउँदा रित्तो भयो नि त अनि अलिक कहाँ फेरि बस्न धौरै छ कि गाडीमा त ठाउँ छैन कि बस्नु अन्त यहाँनिर बानी भयो हाम्रो त यता पछि यहाँ बानी भयो कता अन्त टिपिन्छ ल उतापट्टि साइडै भन्दा ब्यालेन्स त मिल्छ यतापट्टिको फेरि चल्छ होइन यतापट्टि भन्दा के छ यतापट्टि उतापट्टि 40 सर भेटाउँदा फेरि खतम भइदिन्छ नि त ब्याग हाम्रो लाउरेको फेरि साल फाइन किलो यो अरिजिनल नाइकीकै हो यता तल गाडी बेच्नु बनाउँछ भुइँमै हो अर्को ब्याग कस्तो राखेस् न हो त्यो ठाउँ बना न भन्न भन्न हो के भन्यो त ल यसरी चाहिँ बल्ल बेच्छु त फेरि एसी पेलेर बाँध्नु साले अस्ति नै मेरो झोलाको फिता खता खराब गरिदियो कसले यो बुलेट बान्दा हो तँलाई मार्ने ल्याएको होइन मलाई कहाँ यो तलबाट यसरी गरौँ यता ठिक हुन्छ कि नत्र प्लेटका नट सट हराएछ नि बुर्ती ब्याङ आउँदा त खत्रै खत्रै गर्दाखेरि थियो अनि तल हेर्दा त सुनिन्छ त लट्टै थियो पुरै यसका बस्न त मिल्छ नि मिल्छ कि हम दामी टाढा लाएर पनि सक्नुहुन्छ यहाँबाट छिरौँ कि यसै यहाँ अन्यबाट यहाँबाट थिएन न यहाँ त रसी कम लाग्यो नि त टाइटमा सजिलो नि त सेन्टर त छ नि परेन अलि पानी ल्याएको सिधै तलपट्टि कति लामो रहेछ यो टन्किन्छ के रे त बाइक बनाउनु भएको कि तिमी यता लानु मिल्दैन होइन कच्चा काम भयो लास्टमा कच्चा काम भयो यो पर्दैन कि खै यस्तो गर न हो यहाँ यतापट्टि फर्स बना त भइगयो त यहाँ ल त्यो धेरै टाढा भयो पर्ने त यति साह्रो टाढो पनि पर्ने यतै घुमाइदियो होला नि त यतातिर गरौँ कि झोलाएर बाँधेको रहेछ कि लिएर जाउँ यतातिर बाँध्दा के हुन्छ र यता ठिक छ यहाँ ठिक छ त ओके भइहाल्यो र त्यसो भए यो हेलमेट कहाँ लाउने हो खै यो चस्मा राखेन माथि गोप्रो अन्त गर्न त आज गरिस् अन्त गरिस् गोप्रो अन्त गरिस् भनेको गरिस् भिडियो छ ए डिस्प्ले अन चाहिँ म है यताको काकु ल आयो आइ गर सबैजनाले खै यो चस्मा त हो त कस किने हो मैले कहाँ किने र मलाई अनिल दिएको ल ए मलाई लगाउनु पर्यो साट त्यसमा त्यो दिएको मलाई मैले साइड लाउने क्या तेरि थाले तेरि यहाँ छ त यो काम के हो र यो म दिन्छु नि त के छ कहाँ लगाउने त मैले फेरि म लगाइहाल्छु नि त यो त एकछिन त बाटोमा साटेर घर पुरानो जान्छ त्यहाँ नराख के सिधै लगाएर हिँड के निस्कौँ ल धुलो पसेर आँसु आउँछ नि ल जाम होइन अगाडि ल बस साथीहरू हिँडेको है ल यो ब्याग त त्यो ब्याग दे सिङ्गल उसलाई यो त तँ बोक्ने हो मसँग को बस्ने हो उसले उहाँहरू सिफ्ट हौँ अनि बिचमा के कसो हुन्छ गाह्रो साह्रो पऱ्यो भने फेरि एक्सचेन्ज गरौँला क्या अहिले एक्सचेन्ज बाटोमा गएपछि फेरि एक्सचेन्ज गरौँला है ल ओके घुमी अलि पछि जान्न यो त्यही हो बिस्तारै ठाउँ भेट्छ ल हावा कम रहेछ क्या टायरमा ए त्यसो त दुःख दिने होला फेरि ए त्यसो चेन्ज गरे होइन है टायर मलाई दुःख दिएला है ल गाइज हामीहरू चाहिँ कहाँको टुर रे रुकुम टु ढोरपाटन
भाइले हरिले त भन्दै थियो यस्तो यस्तो भएछ भनेर तर गाह्रो पो गर्ने होला है ब्रेक पनि राइट राम्रो पर नलाग्दो रहेछ क्या त्यो बसिराखेको भयो नि त अनि त्यही भएर स्टार्ट त गर्नु थियो गर्न म सिकाएको थिएँ भिडियो कल गरेर तर स्टार्ट गरेको चला जस्तो हुने नि त त्यही भएर गाइजहरू बाइक फस्यो क्या हो बाटोमा रहेनछ ओहो यहाँ त डेन्जर बनाएछ नि त त्यो त पुलतिर गयो भन्छ होला क्या ल हामी चाहिँ वेट गरिदिउँ ल यिनीहरू जाउँसम्म एकचोटि धेरै आयो भने पुल फेरि भत्केला होइन भत्केला पनि दुध हुन्छ नि त हल्लिन्छ नि त आखिर गाह्रो हुन्छ नि त त्यस्तै नाति नाति जानु भन्दा ठ्याक्कै यस्तो अगाडि कुकुर आएको थियो पारि पुलमा हो उता गयो भनेको फेरि फर्क्यो त्यही यहाँ जाने जानु गयो थियो अब हामी पनि पुऱ्याउँदै र दुईवटा गाडी तल माथि उक्लियो नि त बाकी नेक्स्ट पार्टमा ल अब हाम्रो पालो हो गाइस ल बिचमा फेरि मान्छे रहेछ पुलमा बवालै हुने भयो अब त्यो पुलमै हल्लिन थालिसक्यो ल हामी त हावा कम भयो ताते चिप्लिरहेको क्या बत्ता अहिलेलाई चाहिँ यति गरम होइन ल तल ग्यारेजमा यसो वेट गरौँ है गाडीको त्यो टायरहरू चाहिँ यतिखेर हात बस्छ यो टायर खुलेको भने सुटेमा दुई तिनवटा होला ल
पेट्रोल हो ल एटिएम सेटिएम छन् होला के पूर्ति ब्याङ्क छन् होला ए पूर्ति ब्याङ्क त पुग्ला नि नपुग्यो के भएर 6 जना पनि घुचाटमला नि त वामीमा भयो भने चाहिँ राम्रो चल्छ जस्तो लाग्छ क्या होइन वामीका व्यापारीहरूलाई त्यही बोतलमा बेच्दा फाइदै छ नराखी भए होइन के गर्नु त्यसलाई लाइसेन्स के लफडा गर्नुपर्छ क्या अरे त्यही भएर नि होला गर्दा चाहिँ राम्रो चल्थ्यो हुन त यही 18 मा बनाउनु लागेको थियो के अरे के भएर क्यान्सल गरेछ है आधी ट्याङ्की बनाइसकेको थियो नि यताकै बाग्लुङ खरबाङदेखि उता परपट्टि खरबाङतिर अन्त खरबाङमा पनि छैन नि है अनि लगाएँ हामी चाहिँ गुल्मी छोडेर बाग्लुङतर्फ लागिसक्यो हामी चाहिँ खानाले बाग्लुङ प्रवेश गरियो साथी हो अब खरबाङ एकछिनमा हामी खरबाङ पुगिसक्छ ल एकछिन क्यामेरा बन्द ल साथीहरू हामी चाहिँ आजभन्दा 7-8 वर्ष पहिला होला सायद होइन त्यो माथिबाट गएर खस्छ पुरा बढिया ठुलो उनेर के भन्छ ताल बनिरहेको थियो त्यो ठाउँमा आइसक्यो अनि अब हामी चाहिँ 2 मिनटमा पुगिसक्यो आकाशे ठुलो हो अब हामी चाहिँ नराखाने नराखाने भन्छ के भन्छ है ठाउँ राम्रो नखाने है बल्ल बाग्लुङ आए जस्तो फिल भयो
पर्छ हामीलाई हो चलो गाइज हामीहरू यहाँ अपनी लुप्ली भन्ने ठाउँमा आएको छौँ हाम्रो राइडरहरू एकदम तयार अवस्थामा हुन्छ हाम्रो सुजन छेत्री सर बागलुङ यो हाम्रो भाइ ब्याट्री धेरै छैन सकिन्ला हाम्रो अहिले 3.5 घन्टाको राइड पुरा भइसकेको छ अझै 2 घन्टाको राइड बाँकी छ आजको राइड पुरा हुनलाई भोलिका दिन फेरि घरपटानतिर जाने हो त्यसपछि कता गइन्छ हाम्रो मौसम राम्रै छ भनौँ घाम लागिरहेको मेरै गल्ती होइन लास्ट टाइम अब तल त्यत्रो साल आधी घन्टा गुड्यो हामी बाटो नगरीको त्यही कसरी भिडियो गरेर यस्तो छुतेर खिचेर हिँड्यो
ल सुरु भयो ए यहाँबाट अब त्यो डाइरेक्टली बनाउनु देव वनाज पूर्वे रुकुमको सदरमुकाममा माबास बस्ने छ र भोलि तकसेराको यात्रामा हुनेछ। यात्रामा सँगै जोडिनुहोला।